मलाई काठमाडौँमा धेरै नै गाह्रो भएको छ, सङ्घर्ष भइरहेको छ भनेको थिएँ। अनि मलाई चाहिँ अरूले के भन्नुभएको रहेछ भने यसलाई चाहिँ के गाह्रो भएको रहेछ भनेर भन्नुभएको रहेछ। गाह्रो चाहिँ के भएको भन्दा मेरो बुवा चाहिँ अहिले हुनुहुन्न, मेरो चाहिँ मम्मी मात्र हुनुहुन्छ। बुवा चाहिँ खसिसक्नु भएको छ। अनि तपाईँहरूलाई थाहै होला एउटा घरमा बुवाहरू नहुनुको दुःख कति हुन्छ भनेर। अनि मम्मी चाहिँ 60 वर्ष पुगिसक्नु भएको छ, त्यही पनि मलाई चाहिँ पढाउनुको लागि यताउता गरेर पढाइराख्नु भएको छ। अनि मैले बिचमा पढाइ छोडेको थिएँ, अनि त्यही पढाइलाई फेरि निरन्तर गर्नुपर्छ भन्ने मलाई लागेर चाहिँ मैले निरन्तर गरेको हो। मैले बिचमा चाहिँ बाहिर जानुको लागि धेरै ट्राई गरेँ, धेरै वर्ष चाहिँ मैले ट्राई गरेको थिएँ, भएन। अनि फेरि अब पढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्यो, अनि मैले चाहिँ सुरु गरेको थिएँ। अनि मलाई त्यही कुराहरूको चाहिँ धेरै गाह्रो भइरहेको छ। अनि म काठमाडौँमा एक्लै नै बस्दैछु। अनि कलेज यताउता 1 बजेतिर 2 बजे 3 बजे छुट्टी हुन्छ कहिले। अनि त्यसबिच आयो, खायो, पकायो, त्यो धेरै गाह्रो भइरहेछ। अनि मम्मीले मलाई गर्नुभएको कुराहरूले पनि धेरै गाह्रो भइरहेछ। मलाई गाह्रो चाहिँ त्यो भएको हो। बुझ्नेले बुझ्नुहुन्छ, अब नबुझ्नेलाई त जति भने पनि बुझ्नुहुन्न। अनि मैले चाहिँ तरकारी मजाले पकाएँ, सबै मिक्स गरेर पकाएको थिएँ। अनि मलाई चाहिँ पुरी खानु मन लागेको थियो। अनि त्यही पुरी चाहिँ मैले पिठो मुसेर अनि पुरी पनि तयार गरेँ। अनि मैले एउटा थालमा पुरी र तरकारी हालेर चाहिँ मजाले खाएँ। अनि मेरो चाहिँ कलेजको कुराहरू चाहिँ पढ्नुपर्ने हुन्छ। अनि मैले चाहिँ के छ आज भनेर यसो नोटहरू खोलेर हेरेँ, अनि राम्ररी पढेँ। अनि धन्यवाद हेरिदिनु भएकोमा।